बिना अपरेसन पत्थरी कसरी निको पार्ने, यो भिडियो तपाईँका लागि आज। नमस्कार, म डाक्टर शिखर पोखरेल, आयुर्वेद चिकित्सक। धेरै मानिसहरूमा अहिले मृगौलाको पत्थरीको समस्या लिएर धेरै बिरामीहरू आउनुहुन्छ र उहाँहरूसँग धेरै प्रतिक्रिया गर्ने क्रममा चाहिँ है हामीले बिना अपरेसन कसरी चाहिँ पत्थरीले निको पार्न सक्छौँ भन्ने विषयमा हामी धेरै छलफल पनि गर्छौँ। सामान्यतया मृगौलाको काम भनेको अनावश्यक रूपमा रहेका तरल पदार्थहरूलाई छान्ने काम मृगौलाले गर्छ र त्यो छान्नका लागि उसलाई विविध बाधा अर्चनहरू आइलाग्छन्। जस्तै मिनरलहरू अत्याधिक सेवन गरेको मान्छेहरू, त्यसै गरी लामो समयसम्म क्याल्सियमका औषधिहरू खाइरहेका, धेरै हाई युरिक एसिड भएका मान्छेहरू, त्यसै गरी सुगर सोडियम बढेका मान्छेहरू धेरै आउनुहुन्छ। उहाँहरूको त्यस बढेको अवस्थाले क्रिस्टल सानो सानो दानाहरू जम्मा हुँदै 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 त्यसले चाहिँ एउटा आकार लिन्छ, जसले हामीले चाहिँ पत्थरी भनेर भन्ने गर्छौँ। यस विविध कारणले गर्दा हुन्छ है, जस अन्तर्गत हाम्रो मुख्यतया खानपानलाई नै मेन भन्छौँ हामीले। त्यसै गरी लक्षणहरू पनि हुन्छ, कसरी हामीले चाहिँ यसलाई पत्थरी पर्यो कि भनेर कसरी सुरुमा चाहिँ शङ्का गर्ने भन्नुहुन्छ भने वाकवाकी लाग्ने, पेटको तल्लो भागहरू दुख्ने, पिसाब छिनछिनमा लाग्ने, पिसाब फेर्दाखेरि दुख्ने, पोल्ने, या अलि ठुलो एमएमको पत्थरी छ भने रगत पनि पिसाबमा देखा पर्ने हुन्छ। त्यसै गरेर पिसाबको गन्ध पनि नराम्रो खालको गन्ध आउने है, थकाइ महसुस हुने लगायतका विविध समस्याहरू देखा पर्दछन्। सामान्यतया यसका घरेलु उपायहरूका केही विधिहरू पनि म तपाईँहरूलाई जानकारी दिन चाहन्छु। पर्याप्त रूपमा पानी पिउने है, अनि सुन्तला अथवा चाहिँ कागतीको सेवन गर्ने, त्यसै गरेर हाम्रो दैनिक खानपिनलाई चाहिँ अलिकति हामीले सुधार गर्नुपर्छ है। त्यसै गरी प्रोटिनको मात्रालाई हामीले कम गर्ने है, कम बोसयुक्त खानेकुराहरू पनि हामीले खानुपर्दछ। सामान्यतया पत्थरी 9 देखि 11 एमएमसम्म पनि जान्छ किडनीमा भएको पत्थरी अवस्था हेरेर है, 9 देखि 11 एमएमसम्म जान्छ। तसर्थ भरपर्दो चिकित्सकसँग सल्लाह गरेर मात्रै तपाईँहरूले औषधिको सेवन गर्नुपर्ने हुन्छ। कसैले भनेको आधारमा औषधिको सेवन भनेको हानिकारक हुन्छ। गाउँघरतिर पत्थर चट्टा पनि खाने सिस्टम छ है, त्यो खाने बेला त्यसलाई राम्रोसँग सफा गरेर 2वटा पातलाई थिचेर त्यसको सोरस निकालेर रस निकालेर आधा गिलास पानीमा राखेर हामीले खायौँ भने पनि त्यसले राहत महसुस चाहिँ गराउँछ। बजारमा विविध औषधिहरू, कम्पनीका विविध औषधिहरू छन्, जस अन्तर्गत युरोग्रिन भयो, स्टोनिल, सिस्टोन, क्याल्कुरेक्स है लगायतका विविध औषधिहरू पर्याप्त रूपमा पाइन्छ र एउटा कुनै फार्मेसिस्टले कुनै एउटा फार्मेसीमा राखेको घरमा है त्यो पत्थरीको बारेमा कुन ठाउँमा छ, कस्तो लोकेसनमा छ है, अनि त्यसै गरी यो झर्ने एमएमको छ कि छैन, कति एमएमको छ है, त्यो थाहा नपाइकन अनावश्यक रूपमा औषधिको सेवन गर्नु भनेको हानिकारक हो, झन् किडनीलाई मार पर्ने काम हुन्छ। तसर्थ डक्टरसँग सल्लाह लिएर कति एमएमसम्मको झर्छ, कुन ठाउँमा छ, यसको रिस्क फ्याक्टर के छ है, समाधान उपाय के छन् भनेर सबै कुरा ज्ञान भएपछि मात्रै औषध सेवन गर्नुहोला। धन्यवाद।